डिसम्बरमा 300, 600, 900 देखि 1200 रुपियाँसम्म तिरेर पनि आज एनपिएलको म्याच हेर्न पाइएन आजसम्म भनेर धेरैजनाले कमेन्ट मेसेजहरू गर्नुभएको छ। त्यसको लागि चाहिँ डिसम्बरमा यसो बुझ्दाखेरि उहाँहरूको फेसबुक पेजमा चाहिँ एउटा अफिसियल एनाउन्समेन्ट रहेछ। त्यहाँ चाहिँ के भन्नुभएको छ भन्दाखेरि यदि तपाईँको मल्टिपल पेमेन्ट भएको छ एउटै आइडीमा अथवा तपाईँले पेमेन्ट गरेर पनि आजसम्म प्लान एक्टिभेटै भएको छैन भने उहाँहरूले चाहिँ एउटा मेल दिनुभएको छ। त्यो मेल भनेको चाहिँ सपोर्ट, यहाँ लेखिदिन्छु, support@disom.com.np मा हो। यहाँ चाहिँ तपाईँले दुईवटा स्क्रिनसट मेल गर्नु पऱ्यो। एउटा भनेको चाहिँ तपाईँको डिसोमकोमा गएर आफ्नो प्रोफाइलको आइडी मेल गर्नु पऱ्यो। आइडी भनेको प्रोफाइलमा जाने त्यो स्क्रिनसट लिने, त्यो एउटा आइडी मेल गर्नु पऱ्यो। अर्को भनेको चाहिँ स्क्रिनसट, पेमेन्ट गरेको स्क्रिनसट हो। यो दुईवटा मेल गरिदिनु भयो भने चाहिँ उहाँहरूले हामीले रिजल्भ गर्छौँ है इस्यु भनेर चाहिँ उहाँ एनाउन्समेन्ट गर्नुभएको छ। र यदि तपाईँको एउटै आइडीबाट मल्टिपल पेमेन्ट भएको छ, 1200 रुपियाँसम्म पेमेन्ट भएको छ भने चाहिँ तपाईँहरूको सबैहरू रिफन्ड गरिदिन्छौँ, 300 रुपियाँ मात्र काट्छौँ भनेर अफिसियल एनाउन्समेन्ट गर्नुभएको छ उहाँहरूले। मैले पनि हिजो मेरो भाइको त्यस्तै भएको थियो। मैले चाहिँ अब त्यो सबै स्क्रिनसट मेल गरिदिएको छु। के आउँछ रेस्पोन्स मैले नेक्स्ट भिडियोमा बताउने छु। र यस्तै कन्टेन्टहरूको लागि फलो गर्नु होला।